थाहा पाएँ नि मैले पूर्वै हो मेरो मोरङ तपाईँहरूको कहाँ विराटनगरै हो कि यताउता कहाँ विराटनगर शान्ति चोक भने चाहिँ कहाँ बर्गासीपट्टि कि तलतिरपट्टि कि कता जोगमान जाने बाटो बसबाट अगाडिको चोक पल्लो चोक त्यो मूर्ति जस्तो खालको चोक छ नि त्यो चोक हो त शान्ति चोक एउटा मूर्ति छ अनि यता जोगमान जाने सर्टकट बाटो छ नि त्यही हो दिदी यताबाट त लाली गुराँस स्कुलको पुगिन्छ होइन म फेरि यहीँ बस्ने हो म कस्तो कन्फ्युज हुन्छु कि यताको बाटो इन्द्रामा त होइन कि यसको होला हो यसको खै यस्तै हुन्छ यहाँ खै यिनीहरूले के गर्छन् अनि जाडो त केटाकेटीको जाडो केले खान्छ अरे तपाईँहरूलाई थाहा छ त सुतेकै छैन होला मेरो बिचरामा कोही हरामी हुन्छ कि बच्चाहरू जानुहोस् तपाईँलाई हतार ए कहिले आउनुभएको थियो त हजुर छोड्न जानु लाग्नु भएको दिदीबहिनी हो कि साथी तपाईँहरू छेत्री हो म ज्योतिष हो नि त म के हाल्यो नानी कस्तो थाहा बोलीबाट त अनि सिधै थाहा हुने मान्छे होइन सकिहाल्दैन प्रकाश भुजेल त्यो कहाँ ज्योतिष हो त्यो झाँक्री हो डक्टर पनि तपाईँको चोरेर सर्टिफिकेट अर्काको चोरेर होला उसको नाम टाँसेको त्यहाँ त्यस्तो पनि हुन्छ डक्टर त्यस्तो त हामी पनि भइहाल्यो हाम्रोमा झन् त्यो जोगमुनि जाने एडिकहरू सबै डक्टरभन्दा छिटो थाहा पाउँछ कहाँ छ नछ भनेर डक्टरहरू कस्तो नि जान्छ बस्न देख्नु भयो होला नि कहिलेकाहीँ विराटनगरको मान्छेलाई मैले के सिकेर अब जोगमुनिबाट आउने बाटै रहेछ झन् तपाईँहरूको त्यो त्यहाँनिर बाटो दुबई कस्तो राम्रो छ दिदी दुबई तपाईँ पनि जानुभएको ए अब तपाईँ नजाने ठिक छ आफ्नै देशमा बसेको राम्रो सकेसम्म त पैसा धेरै चाहिनेले चाहिँ विदेश जानु हुन्छ होइन थोरैमा रमाउनु चाहिँ नेपालमै बस्दा हुन्छ हामी जस्तो देशको सेवा गर्नै बस्ने चल्दैन अलिक राम्रो सरकार आउनु पर्यो होइन शिक्षा स्वास्थ्य राम्रो हुनु पर्यो अनि बल्ल त्यसमा बस्ने वातावरण भन्छ होइन त चेली यसपालि चाहिँ राम्रो मान्छेलाई भोट हाल्नु है दिदी ला बनाउनु पर्थ्यो नि त नि जुनानी काने चिरेको होइन जस्ता जस्तै कहाँ राति उज्यालो भइहाल्छ कहाँ 4 बजे आउँछ ट्राफिक होइन 4 बजे आउँछ यस्तो हो नि नाका हो नि त होइन नाका हो कि त्यही भएर अघि 1 वर्षसम्म थिएन यो ट्राफिक पनि होइन तपाईँले भनेको त्यो गाडीको ढगढग गर्ने ट्राफिक हो ढगढग गर्ने सचालक दाइ भन्नुपर्छ उहाँलाई सभ्य भाषामा
प्योर नेपाली भाषामा मलाई सहचालक भन्छ, मलाई चालक भन्छ, देउसी चालक भन्छ मलाई। हजुर मेरो प्यासेन्जर, मेरो देउता। हजुर तपाईँहरू त्यत्तिकै देउता नि। नाली चेलीहरू त्यत्तिकै देउता नि, मेरो लागि त देउतै हो तपाईँहरू। गफ होइन नि, साँचो कुरा हुनु नि। मैले कसो छोरी मान्छे लक्ष्मी पुज्दैनौँ त हामीले। कोही राक्षसहरूले मात्रै हो क्या छोरी मान्छेलाई हेप्ने सेप्ने दुनियाँ दिवाना गर्ने। होइन खोइ कहाँ छ, कहाँ छ होला ठुलो। यो गयो भने जाने भने ऊ यहाँ बखर खोल्दैछ, त्यही भएर रोकेको थियो। बिहान बिहान के क्रिम पाउडर खाएर हो यति राम्रो भएर आउनुभएको चेलीहरू। यत्तिको चाहिँ हुनुपर्छ है, बुढीबुढी भएपछि यत्तिको चाहिँ हुनुपर्छ, यत्तिको चाहिँ हुनुपर्छ। कति बजीको फ्लाइट चेली? 7 बजी। 4 बजी पुग्नु पऱ्यो। तर सधैँ जाने आउनेहरूलाई त केही फरक पर्दैन। हामी फेरि नियम पालना गर्ने मान्छे हो कि। जम्मा 40 सेकेन्ड छ। हाम्रो पछाडि बस्ने चेली त बुद्ध भएर बस्नु हुन्छ, नभइकन टेन्सन लाग्यो विदेश जाने बेलामा। ठिक छ हामी बोलेर थाकिँदैन। भोट हाल्न जाउँ कि नजाउँ भएको छ मलाई चाहिँ। कसले आउने जाने प्लेन टिकट फेरि कसले काटिदिने होइन, झ्याउ त्यही त झ्याउ भने। होइन विराटनगरबाट म बरु त्यहाँबाट म गाडी साडी रिजर्भ गरेर घर आफै जान्छु आउँछु होइन, केही फरक पर्दैन। तर विराटनगर लिनेर आउने त व्यवस्था गर्नु पऱ्यो नि त। नभए यहाँबाट खर्च गरेर चाहिँ गएको के फाइदा त हो क्या भन्नु त। फाइदा सोच्ने त बेला त होइन त्यही पनि। खोइ त वाक्क दिक्कै भइसक्यो त। परिवर्तन त चाहिने हो, चाहिन त। आमाबाउले आइज भनेर नि गइदिने हो, नभए अब नेताहरूले त भन्ला नि। म गयो भने त्यो 1-1.5 भोट चाहिँ हुन्छ कि मेरो हातमा। मेरो फ्यामिली नै टन्नै ठुलो छ क्या। मेरो फ्यामिली धेरै टाढा हुनुहुन्न कि, फुपूहरू नजिक हुनुहुन्छ। फुपूहरू 5 जना, बाउहरू 4 जना भनेपछि छोराछोरी यताउता सोच्नु न, नाति नातिना हजुरआमा स्टिल हुनुहुन्छ होइन। हजुरबा बित्नु भयो होइन। आमालाई भोट केमा भनेको? एमालेमा भन्नुहुन्छ। किन भत्ता दियो अरे। लु आमा छोरी चाहिँ मैले भनेको पार्टीले हाल्नु भने चाहिँ तपाईँलाई 4,000 होइन, म बाँचिन्जेल महिनाको 5,000 दिन्छु नातिले भने हाँस्दै हुनुहुन्थ्यो। आमाले पो दियो अरे, अब एमाले दियो अरे हो। के भने बुढाबुढीको दिमागमा त्यही छ क्या। हामीलाई भत्ता दिने पार्टी हो यो भन्छन्। अनि के भन्ने अब। होइन सम्झाउनुपर्छ, आफ्नो मान्छेलाई सम्झाउनुपर्छ। जुन पार्टीको हाले पनि मान्छे चाहिँ राम्रो हुनु पऱ्यो क्या। जस्तै हाम्रो अब तपाईँको यो नोबेलको हुनुहुन्छ नि सुनिल शर्मा, उहाँ जुन पार्टीको भयो भने उहाँले राम्रो गर्नुभएको छ, उहाँले 100% जित्नुहुन्छ क्या। हो कि हुनु न। उहाँले उहाँको क्षेत्रको मान्छेहरूलाई आनन्दले अब एम्बुलेन्स हस्पिटलमा यहाँ उहाँ विराटनगर हस्पिटलमा, यहाँ काठमाडौँ हस्पिटलमा कति पर्सेन्ट छुट राम्रो गर्नुभएको छ। उहाँ मान्छे राम्रो हुनुहुन्छ। राम्रो मान्छेलाई सबैले भोट हालिहाल्छ, माग्न जानै पर्दैन। हो कि भन्नु त। त्यो नराम्रो चिज